हेलो गाइस, आज चाहिँ म तपाईहरुलाई चिकनको अचार बनाएको रेसिपीहरु देखाउने छु। जानी नजानी भए पनि आज चाहिँ मेरो फर्स्ट ट्राई हो, कस्तो हुँदो रहेछ तपाईहरुलाई म मेरो यो किचनमा चाहिँ चिकन रेसिपी तपाईहरुलाई म देखाउने छु। आज चिकन फर्स्ट मैले चिकन फ्राई गर्नुको लागि रेडी गरिराखेको छु। त्यहाँदेखि उताको सबै तपाईहरुलाई म देखाउँदै लानेछु कसरी बनाउनु बनिन्छ अनि लास्ट फाइनल चाहिँ कस्तो हुँदो रहेछ हेरौँ। अब चिकनलाई रहेको तेलमा फ्राई गर्नु लागि चिकन चिल्लीमा लगाउनको लागि धनिया, मेथी, जीरा, अलैँची, मरिच अनि कालो तोरी काटिराखेको छु। यसरी नै यहाँ चाहिँ यो सुक्खा खोर्सानी मैले पिसाइराखेको छु। अहिले तपाईहरुलाई म यसलाई देखाउने छु कस्तो प्रकारले बनाउँछ भने। देख्न सक्नुहुन्छ यो अचारको लागि अब यो हल्का रातो भइसकेको छ। अब यसलाई म निकाल्ने छु। अब चाहिँ मेरो अचार कम्प्लिट भएको छ। यस्तो दामी भएको छ। यो चिकनको अचार फर्स्ट टाइम बनाएको तर साह्रै मिठो स्वादिलो भएछ, स्वादिलो।